फाइनली ग्याङहरू हामी चाहिँ आज पोर्टजेटमा खोलाले बाटो बगाइदिएपछि हेम्पाइप बगाइदिएपछि मेरो मेसिन बिग्रेको छ हैन। हिजो चाहिँ पल्टेको मेसिन उठाउनमा व्यस्त भइयो। हिजै खोला बढेर आएर हेम्पाइपै बगाइदियो हैन। हाम्रो टार्गेट चाहिँ हिजै जाने थियो। अहिले चाहिँ उकालोमा फोक्सो फुलाउँदै कम्पनी छ धेरै तल हैन। ऊ खोला वहाँ छ। हाम्रो अगाडि हिँड्दै हुनुहुन्छ पातली दाई। हेलो दाई, हाई भन्दिनु त। पातली दाई हैन। म यता छु रिन्ची काँधमा हालेर। हाम्रो आश्राम दाई हुनुहुन्छ यता। हामीलाई हैन कुनै बेलामा यस्तै बाटोमा बच्चामा भरियाको रूपमा काम गरेको याद आयो। आज चाहिँ हृदयदेखि नै याद आयो। त्यो बेलामा सिँढी भएको बाटोमा यस्तै उकालोमा 50 केजी चिनी बोकेर हिँडिन्थ्यो। अहिले सिङ्गो ज्यान लिएर लतारिन पनि गाह्रो भइरहेको छ। भिडियो कन्टिन्यू आउनेछ। युट्युब च्यानल सब्सक्राइब गरिदिनु, लाइक सेयर कमेन्ट गरिदिनु है। ओके गाइज, हाम्रो यहाँबाट चाहिँ हाइड्रो भिलेज देखिएको छ हैन। हामी माथि टपमा आइसक्यौँ। अलिअलि गाउँ छ भित्तातिर। अझै हामी बस्ने क्याम्प चाहिँ यो डाँडोको मुनि पर्छ। उता चाहिँ अफिसियल्ली क्याम्प हो। तल छ क्रसर। ओके गाइज, हामी चाहिँ अलि माथि डाँडामा आइपुगेका छौँ हैन। यहाँबाट चाहिँ हामी बस्ने क्याम्प पनि देखियो। माथिको कुनाको हाम्रो क्याम्प, तलको अफिसियल क्याम्प। हामीलाई बिगारेको हो त्यही खोलाले हो, देखिएको खोला है। दुई ठाउँमा हेम्पाइप थियो, दुई ठाउँमै बगाइदियो। स्काभेटरले दुईटा ठोड जुदाउँदा पनि तर नसकेर हामी यस्तो बाटो। यो चाहिँ धौलागिरी हिमालको लागि चाहिँ ट्रेकिङ हिँड्ने बाटो है। फेरि खैरीहरू त मस्त हिँड्छ। हामी नेपाली काँदा रिन्ची हाल्यो। त्यस्तो छ हालत। हाम्रो पातली दाई यता ट्याक्क चाकटाकाउनु भएको छ। म चाहिँ काँदा रिन्छु हालेर। तल चाहिँ हाम्रो क्याम्प। भिड हेर्दै डर लाग्ने खालको छ यार। उफो ल, हामी फाइनली उकालो चाहिँ कटियो। हामी त्यो खोलाको छेउबाट हिँडेर यत्रो उकालो आइयो। उकालो भ्याइयो त। ल ग्याङहरू, हामी चाहिँ तेर्सो बाटो सुरु गऱ्यौँ होइन। उकालीमा एकछिन विश्राम उकालिसकेर विश्राम बिसाइयो, रेस्ट गरियो र कन्टिन्यू हामी लागियो फेरि गन्तव्यतर्फ। ओहो, तल हेऱ्यो भने त आँखाले नभ्याउने भिड छ। माथि हेरे डाँडो त्यस्तै छ होइन। पहिलोचोटि हिँडेको साथीहरू त पहिला पनि हिँड्नु भएको थियो 2-4 चोटि खोला बढ्दाखेरि। तर हामी चाहिँ बाध्यताले हिँड्न परेको छ आज चाहिँ। अरू पनि बाध्यताले हिँडे हो। हाम्रो चाहिँ मेरो मेसिन बिग्रेको भएर सामान जसै खोलेर ल्याउनु पर्छ। माथि हिमाल, दुईटा हिमाल पछाडि पर्छ हाम्रो ड्यामको पछाडि चाहिँ होइन। ड्याम अझै अगाडि पर्छ। धौलागिरी 4 सम्म 1 2 3 4 भनेर छ। हिमाल 4वटा छ। दुईटा चाहिँ हाम्रो ड्याम पछाडि पर्छ, दुईटा चाहिँ ड्यामको अगाडि। यहाँबाट 9 किलोमिटर माथि हो। सबै भिडियो कलेक्सन गर्छु म सकभर है।